हेलो साथीहरू, स्वागत छ यहाँहरूलाई मेरो नयाँ ब्लगमा। आज चाहिँ म नयाँ ब्लग स्टार्ट गर्दैछु। कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ? आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज चाहिँ म ब्लग स्टार्ट गर्दैछु धेरै समयपछि। म मेरो रुम सफा गरेर रुमबाट ब्लग स्टार्ट गर्छु। हेर्न कस्तो अस्तव्यस्त छ मेरो रुम। ल आज चाहिँ म मेरो रुम साफसफाइबाट चाहिँ मेरो भ्लग स्टार्ट गर्छु। देख्न सक्नुहुन्छ साथीहरू, मैले चाहिँ रुम सफा गरिसकेँ। अब चाहिँ म खाना बनाउनतर्फ लाग्छु। आज मैले सिर्फ मेरो रुम मात्रै सफा गरेको छु। मेरो छोराको रुम चाहिँ ऊ आफै सफा गर्छ। आइसकेँ किचनमा साथीहरू। यहाँ देख्न सक्नुहुन्छ मैले भात बसालेको छु। यहाँ भात बसालेको छु। यहाँ दाल रेडी भइसक्यो, दुध पकाइसक्यो बाबुले। त्यसपछि साग टिपेर लिएर आएको छु। साग खानु पर्ला आज, तरकारी। बाबु यहाँ यो यसमा हालेको पानी, सिसामा हालेको कि त्यो उसमा त पानी भइया रहेछ त। यही जगमा पनि पानी रहेनछ त। खाना पकाउँदै साथसाथमा म प्लान्टहरूको पनि देखभाल गर्छु है साथीहरू। किनभने मलाई प्लान्टलाई छुट्टै देखभाल गर्ने समय चाहिँ बिल्कुल पनि मिल्दैन। ल यहाँ चाहिँ प्लान्टमा पानी भइया रहेछ। यस्तरी सानोतिनो काम चाहिँ म खाना पकाउँदै गर्दै गर्छु। तँलाई बिहानै उठेर पानी खोल्न जा भनेको त छोरा। यहाँ मजा चिया पकाएर खाएको रहेछ। अनि उठ्नै ढिलो। बाबाले उहाँ सानोलाई पानी खोल्न गएछ है, पठाएछ है भनेर जानुभएको थियो। पानी खोल्न आइस? के काम गर्छस् त छोरो? ल हेर्नु, यहाँ चाहिँ बिहानै उठेर ऊ चिया पकाएर बसिया छ। मस्त चिया खाइरहेछ। पानी खोल्न जा भनेको जान्न। ल हेर्नु, ओ माई गड माई गड माई गड। यस्तो हुन्छ भ्लग बनाउन लाग्यो भने साथीहरू, भान्साको काम। सो म चाहिँ अहिले मम्मीको ब्लगमा देखिरहेको छु। मम्मी ततिर साग पकाउन जानुभएको छ। मम्मी तपाईँको ब्लग मैले कन्टिन्यू गरिदिइरहेको छु है। गाइज हेर्नु न, हेर्नु न यस्तो बल भएको कि यो के भन्छ नि, घन्टे फुल हो कि के फुल हो, यस्तो बल देखिएन नि यहाँ। तपाईँ आफ्नो काम गर्नु न, यहाँ म फुल देखाइरहेको छु कि यस्तो आमा। खानापिना पकाएर खाएर काममा जाने साथीहरू। धेरै घुम्न पनि पाइनँ, होइन? काम चाहिँ मैले के गर्छु भनेको त हजुरले मेरो भ्लग हेर्ने साथीहरूले चाहिँ थाहा पाउनु भयो होला। अनि ढिलै भए पनि काम धेरै टाढा पनि छैन, नजिक पनि छैन। यही नजिकै गाडीपाल हो। अब हामी खानासँग खाएर काममा जान्छौँ। अब उहाँको चाहिँ मैले भ्लग बनाउन पाउनु होला। अब बेलुका आएर फेरि अब के कति हुन्छ भ्लग बनाएर त्यसपछि भ्लग चाहिँ एन्ड गर्छु है त। मेरो बाबुको रुम चाहिँ यहाँ छ है। बाबु रुममा छ। क्या लास? रुम कस्तो अस्तव्यस्त छ। हुन त यो रुम मलाई सफा त गर्नु पर्दैन, त्यही पनि रुम चाहिँ बाबुले आफै सफा गर्छन् साथीहरू। मेरो त मैले आफ्नो मात्रै सफा गर्नुपर्छ, उसको रुमलाई चाहिँ मैले सफा गरिदिनु पर्दैन। मेरो छोराको रुम यस्तो छ। हेर्नु, यहाँ झ्यालबाट यस्तो दामी देखिन्छ। यहाँ बाहिर चाहिँ मेरो सानो बाल्कनी छ। हेर्नु एरिका पाम कस्तो दामी देखिएको छ। ए यिनी ठुल्ठुलो एरिका पाम त हो त। यी कति राम्रो देखिया छ। मैले कि मम्मी यसलाई कता देखेको थिएँ कि यार बाहिरै। के यो पिनालको पात जस्तो? लिएर आउनु मन लाग्थ्यो। यो भुइँमा बाटोमा जहाँ पाए हुन्छ र नर्सरीमा मात्रै हुन्छ? होइन कि एकदम बाटैमा गर्दा देखेको थिएँ कि चिङाड जाँदाखेरि। यहाँ छ यसको बुक सेल्फ, यो दराज। मेरो अर्को काम अर्को आयो, अर्को आइपुग्यो। भन्दा कान्छ बाबु यो रुम धेरै बेर यस्तो फोहोर नगराए, सफा गराइहाल। के गर्न आइस त? के गर्न आइस याले? साग कटिङ गरेर रेडी गरिसकेँ। अब चाहिँ यसलाई पकाउँछु।
आज चाहिँ खाना पकाउने एकदमै हतार काममा जानु छ, ढिलो भइसक्यो। उहाँ चाहिँ बाहिर जानुभएको, आउने बेला भइसक्यो, अहिलेसम्म खाना रेडी छैन भन्नुहुन्छ। चम्पाको कोपिला, चम्पा कस्तो दामी देखेको छ हेर्नु न यहाँ चम्पा। अब चाहिँ आफ्नो प्याकिङ गर्नु पर्यो साथीहरू। यो मेरो काम गर्दाखेरि लाउने युनिफर्महरू हो। अब यो प्याकिङ गर्नु पर्यो, झोलामा हाल्नु पर्यो अनि लाग्नु पर्यो आफ्नो गन्तव्यतिर। अनि यस्तै छ, नगरी काममा पुग्दैन खाना, साँझ र बिहान खानको लागि काम त गर्नै पर्यो नि। हेर्नु साथीहरू, मेरो मधुमालतीको बेल छतमा कस्तो छ, मधुमालतीको बेल। एक दिन म चाहिँ मेरो गार्डनको हरेक फुलको एकदम प्रपरली भिडियो बनाउनेवाला छु साथीहरू। आज चाहिँ मैले फुल चाहिँ अब त्यही मधुमालती मात्र देखाएँ। यस्तो छ मेरो मधुमालती। यो चाहिँ एकदम तल भुइँमा जमिनदेखि लागेको छ र अहिले मैले यसलाई चाहिँ त्यो डोरीको सहाराले चाहिँ यहाँ छतमा लिएर आएको छु है त। यस्तो छ यहाँ बगमबेलीहरू। हिजो 2टा जारको भाँडो लिएर आएर मैले बगमबेलीको कटिङ लगाएको थिएँ। यो चाहिँ मैले फेरि बर्खामा नै लगाएको 1 वर्षको प्लान्ट हो यो। यिनी बगमबेली चाहिँ पुराना नै हुन् के, यिनी रातो वाला चाहिँ पुराना हुन्। यिनी यतिको फुल्या, अस्ति नै त झन् कस्तो राम्रो फुलेको थियो, अहिले चाहिँ कम फुल्या छ। अब फुल झर्ने अवस्थामा छन्। यिनी चाहिँ पुराना नै हुन् के, यिनी नयाँ प्लान्ट चाहिँ हैनन्। यिनी 4-6 वर्षभन्दा बेसी नै भइसक्यो यिनी प्लान्टहरू। आज चाहिँ म भिडियो यहीँ एन्ड गर्न चाहन्छु साथीहरू। म धेरै लामो चाहिँ भिडियो बनाउन चाहिनँ, किनभने म आज धेरै समयपछि भिडियो बनाइरहेको छु। बोल्दाखेरिमा पनि म एकदम अलमल भइरहेको छु। त्यही भएर अब चाहिँ म भिडियोमा मतलब भ्लगमा चाहिँ कन्टिन्यू नै हुने भन्ने सोच गरिरहेको छु। अनि त्यसपछि अब बिस्तारै बोल्ने, एकदम प्रयास गर्ने, सिक्ने गरेर चाहिँ म फेरि नयाँ भिडियोहरू भ्लगहरू हालिरहने छु साथीहरू। त्यही भएर आजको लागि चाहिँ म यहीँ एन्ड गर्छु। हस्त, धन्यवाद, बाई।